अपना जति पराई भय परे अपना भय रिस राग भुली सबै कसले गर्छ दया धनी गरिब जानै पर्छ आखिर संसार छाडी दुःख सुख जे हुन्छ टाढो सबले बाँडी गरिबलाई नै नदिँदै दुःख घरी घरी क्यारी बाँच्नु यो संसारमा पाल पहिला मनमा पीडा हजार छाया हजार हाँसो खुसी भाग्य मेरो यस्तै रहेछ कर्म मेरो रामलाल कता जान लागिस् त? काहीँ नै काका, गाउँबाट घरतिर जान लागेको। यता बस्न तसँग एक सल्लाह। के सल्लाह हो काका? तेरो आमा बिरामी छन् भन्ने सुनेको थिएँ। काका, आमा धेरै बिरामी छन्। रामलाल, हामी दुईजना विदेश जाँदैछौँ, तँ पनि हाम्रो साथ विदेश गई भने तेरो आमा कन औषधि गर्न सजिलो हुन्छ। हामीसँग जान्छ कि लाई भन्? त्यो त हो काका, बिरामी आमाकन एक्लै छोडेर कसरी विदेश जाने? त्यही पनि विदेश जानलाई मसँग रुपियाँ छैन काका। तँ पैसाको चिन्ता नरेन। त्यहाँ पारी काजीबाको घरमा काम मिलेको छ। त्यो काम गरेपछि 30,000 जति पैसा दिने भनेका छन्। त्यही पैसाले विदेशतिर जाउँला नि हुँदैन? ए हो र दाइ, त्यसो भएपछि यस्तै गर्नु पर्यो। भोलि बिहानै काम गरौँला, पछि बिहानै बाइजाउँला विदेश। ल काका र दाइ, म अहिले घर जान्छु। आमा र भाइसँग पनि सल्लाह गर्छु। म अहिले घर जान्छु है। हुन्छ हुन्छ हुन्छ। भाइ यता आइजा त, तँसँग र आमासँग एउटा सल्लाह छ। के सल्लाह हो दाइ? भाइ अब मैले विदेश जाने निर्णय गरेँ भाइ। म विदेश गएँ भने रुपियाँ कमाएर ल्याउँछु, अनि आमालाई औषधि गर्नुपर्छ र साउबाको ऋण पनि तिर्नुपर्छ भाइ। कहिले जाने हो त दाइ विदेश? भाइ म पछि बिहानै जान्छु। को जाने हो दाइ? म घनश्याम काका र समीर दाइ जाने भाइ। दाइ पर्सि त नयाँ वर्ष हो, त्यो दिन कसरी विदेश जान्छौ र? भाइ हामी जस्तो गरिबलाई क्याको नयाँ वर्ष, क्याको दसैँ तिहार हुन्छ र भाइ? एक छाक खाना त धौधौ हुन्छ, दही तिहार हामीकन क्या चाहिन्छ भाइ? त्यसैले म पछि बिहानै विदेश जान्छु भाइ। त आमाको रेखदेख गरिसक्छस् कि नै? दाइ घरको चिन्ता नले तिमी, म आमाको रेखदेख गरिहाल्छु। दाइ तिमी चिन्ता नगर, विदेश जाने भए जाऊ। हुन्छ भाइ, हुन्छ। ए काका र दाइ त आइदिएछन् त हो। काम के हो त काजीबा? त्यहाँ तल खेतमा पगार लाग्नु छ। ल काका र दाइ जाउँ त काम गर्नु। जाऊ 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 त जाऊ।
किन उभिएको? भोकाइ आउला केही खान्छौ कि? नाइ काजीबा नाइ, केही भोक लागेको नाइ। बरु रुपियाँ दिनु पाए हुने थियो। रुपियाँको चिन्ता नगर, लौ रुपियाँ। अनि विदेश गएर राम्रोसँग काम गर्नु है, राम्रोसँग कमाऊ है। काजीबा हुन्छ, ल हामी गयौँ है। हुन्छ, जाऊ बा जाऊ। राम्रोसँग जानु है। अनि भाइ भोलि बिहानै उड्नु, भाले नबसेको हिँड्नु पर्छ है। हुन्छ दाइ हुन्छ। अनि काका त्यो अलिकति रुपियाँ देऊ न। अनि रामलाल रुपियाँ चाहिँ किन मागिस् त? किन माग्नु र काका, भात नखाएको पनि 1 महिना जति हुन लाग्यो। भोलि नयाँ वर्ष पनि छ। आमा र भाइकन अलिकति भए पनि चामलको भात खुवाएर जानु पर्यो। त्यसैले त्यहाँ पारी दोकानबाट 1 किलो जति चामल लिएर जान्छु काका। हो र? गए है। हुन्छ हुन्छ, लौ त समीर हामी पनि जाउँ। दिदी चामल छ? कति चाहिने हो? 1 किलो जति भए पुगिहाल्छ। 1 किलो भए दिनु न। भाइ कहिले चामल किन्न आउँदैन थियो, आज आयो, के हो खास कुरो? दिदी म भोलि विदेश जान छौँ। त्यहाँ पर काजीबाको घरमा काम गरेर विदेश जान रुपियाँ ल्याइकन आएको छु यहाँ। भोलि नयाँ वर्ष पनि छ। केही भइकन नाफा चामल लिकन आमा र भाइकन भात खुवाउँ कि भनेर दिदी। कति भयो 1 किलो चामलको दिदी? भयो चाहिँदैन त्यो चामल, तिमी बनाएर खानु न। बिचरा यो दिदीको मन पनि कति दयालु रहेछ है। हुन्छ दिदी, म गएँ है। रामलाल कहाँबाट आस् त? हातमा के बोकेको हो? त्यहाँ पारी दोकानबाट आएको काका, अलिकति चामल लिएर आएको काका। भोलि नयाँ वर्ष पनि छ। आज काजीबाको घरमा काम गरेर अलिकति पैसा लिएको थियौँ। पछि विदेश पनि जानु छ, त्यही भएर आमा र भाइकन अलिकति भात खुवाएर जाउँ कि भनेर त्यहाँ दोकानबाट 1 किलो जति चामल लिएर आएको काका। ए हो र रामलाल, राम्रोसँग जानु हो। अर्को टेन्सन नलिनु, हामी यता छँदैछौँ, राम्रोसँग ख्याल गर्नु है। ल मसँग पनि यति छ, बाटो खर्च गर्नु। हुन्छ काका, हजुरलाई धेरै धेरै धन्यवाद। म गएँ है। ए भाइ, बाहिर आजा त। के हो दाइ, काम गरिन आयो कि? आया भाइ आया। दाइ यो हातमा के हो? चामल हो भाइ, भित्र गएर एउटा भाँडो लिएर आइज त। भाइ
थाल छोड त। दाइ आज त हामी चामलको भात खाना पाउने भयो त। भाइ सौबा यो हजुरले के गर्नु भएको? चुप्लाक भिखारी, मेरो पैसा नतिरी त भात खान्छस्? सौबा हजुरको पैसा तिरिहाल्छु नि, भोलि विदेश गएर हजुरको ऋण तिर्छु नि सौबा। ऋण छ भन्दैमा हामीले खान नदिई हुन्छ? चुप्लाक भिखारी, कोही लाग्छ? दाइ भनेपछि त विदेश जान्छस्, मेरो ऋण कसले तिर्छ? तैँले मेरो ऋण 2 महिनाभित्र नतिरिस् भने यो घरको छानो पनि मेरो नाममा हुन्छ, बुझिस्? हिँडे केटा हो। भाइ अब हामी सुतौँ, भोलि बिहानै भालमा बसेकै उठ्नु छ। जान लागे अब विदेश। भाइ आमाको पनि उठा त। आमा छोरा जान लागिस् त? आमा जान लागे, चिन्ता नमाने। छोरा अचेताले पो भाउको नलाइदिउँला। भाइ यता आइज त। ल भाइ आमाको राम्रोसँग रेखदेख गर्नु गएँ है। काकर दाइ त आइगे पो छन् हो। आइगयौ भाइ। ल जाम जाम जाम। यति बिहानै कहाँ जान लागेको रमलाल भाइ? विदेश जान लागेका दिदी।
राम्रोसँग जानु शुभ यात्रा भाइ। परदेशी ने थिएन रहारा बाध्यताले छोडे नि गाउँघर मनै धर्कन्छ परदेशी ने थिएन रहारा बाध्यताले छोडे नि गाउँघर मनै धर्कन्छ